close till I get up. Time is वे गाइज अब चट्ट अहिले चाहिँ हामी यो के भन्दै हाल केटा के पार्क हो यो भन् एकछिन पर्खे अब चट्ट पार गरिँदैछ यहाँ पर एउटा उ छ त्यहाँ जाने हो गाइज होइन चट्ट अब गएर चाहिँ म तपाईँहरूलाई भिडियो देखाउँछु अहिले चाहिँ हामी ट्याक्कै वकिङमा छौँ रमाइलो गर्न भन्दाखेरि पनि फुपूलाई भेट्न आएको फुपाजु अनि त्यो छन्ना पुछै भनौँ न छन्ना पुछैकोमा आइएको छ भाइहरूसँग नि भेट्यो अब हाम्रो एउटा भाइ चाहिँ अब नेपाल जाँदैछ अनि त्यही भएर भेट्न आइएको थियो अनि एकछिनमा अहिले हाम्रो बाङ्गा काका नै आउनुहुन्छ होला यसो रमाइलो गर्नु छ त्यही हो गाइज के भन्ने यो पार्क पनि चाहिँ रमाइलै छ अन्त ल हेर्नुहोस् है यो ब्याकग्राउन्ड पनि तपाईँहरूलाई म यस्तै गरेर देखाउँछु यस्तो छन् है रमाइलै छ यहाँ सबै सबैजना छन् यहाँ चट्टै हाम्रो फुपू पनि धेरै समयपछि अलिक ताजा हुनुभएको छ हिँडिराख्नु भएको छ अनि त्यहाँदेखि स्वाट्ट पारेर अस्ति चाहिँ अपरेसनमा पर्नु भएको थियो हाम्रो छना अहिले चाहिँ एकदम ताजा भएर हाँसी खुसी पुरा खुसीमा भदैसँग गफ ट्याक्कसँगले है एकदमै आज खुसी भइराख्नु भएको छ किनभने सबै हामी एउटै परिवारको भनौँ न छोरा भए भदै भए अनि त्यही हो खुसियालीमा हाँस्दै अब यहाँदेखि हेर्नुहोस् म सबै देखाउँछु स्पष्टीकरण चाहिँ म दिइरहेको थिइनँ देखाउँछु मात्रै है यहाँदेखि सट्ट पर पार्कमा जानु छ त्यहाँ गए पछाडि ल छ न यो ठाउँको बारेमा अलिअलि भन्दै हिँड्नु यो चाहिँ हाम्रो यहाँको पसल वेड्रोस अनि त्यो यता चाहिँ तेल भर्ने यता पेट्रोल पम्प ल यो चाहिँ डेन्टल डेन्टिस्ट यहाँ डेन्टल यो चाहिँ जिपी यहाँभित्र छ ल पारा चाहिँ ल्यायो छोराले म चाहिँ यहाँको चाहिँ अनभिज्ञ छु ढुकुरको गुड मात्रै छ अन्डा छैन म चाहिँ यहाँको चाहिँ अनभिज्ञ मान्छे हाम्रो अनभिज्ञ हो म पुरै भला गुजारी गर्दै हिँड्दैछु भन्नु छ न कस्तो लागिरहेको छ आज सबैजना भाइ भतिजो बहिनीको छोराहरू आएको आफ्नो छोराहरू नाति घुमाउँदै हिँड्दै खुसी लाग्छ नि खुसी त छौँ नि हामी होइन जिन्दगीमा सबैभन्दा ठुलो के रहेछ परिवारसँगै भेला हुँदा चाहिँ जिन्दगीमा सबैभन्दा ठुलो कुरो के रहेछ त खुसी नै हो त खुसी हो नि परिवारसँग भेट्दा खुसीको कुरा छुट्टै हुन्छ नि अहिले त हामी त नेपालमा छौँ न त उहाँ बसौँ त इलाममा सही हो त्यही सम्झना आइरहेको छैन त हो यतिको हुनु पर्यो संसारको जुनै कुनामा गए पनि होइन आफ्नो गाउँ आफ्नो देश होइन आफ्नो छिमेकी दाजु भाइ भदै त्यही त रहेछ धेरै आउँछ यार हो अस्ति यहाँ एउटा मान्छे सुतिरहेको थियो लगेछ टिपेर हो र केले लग्यो त टिपेर पुलिसले लगेर जागिर लाग्यो होला नि ए पुलिसले पो म त चिल्ले पो टिपेर लग्यो भनेको त पुलिसले लगेछ चिल्ले त लाग्नु दिँदैन सपल्लो छेउमा भन्नुहोस् के छ अरे कपाल काट्ने छ ब्याङ्क छ यहीँभित्र सबै छ यहाँभित्र सबै छ नानीहरू खेल्ने छ खाने ठाउँ पनि छ त्यहाँ है सुविधा चाहिँ सुविधाजनक छ सबै कुरो होइन छ न तर छ न यो चर्च हो है यहाँ अनि परेवा जोडी हेर्नु त यस्तो हुनुपर्छ माया ममता भनेको होइन माया ममता भनेको यसरी आदान प्रदान गर्नुपर्छ मानवतामा पनि यो होस् न हो अनि छ न अनि यहाँ अब युकेमा यति धेरै सुविधा छ होइन यस्तो सफासट ठाउँ र पनि तपाईँलाई अनि त्यो काँडा भएको हिलो भएको बाटो अनि किन त्यो गाउँघरको यात्री यति धेरै आउँछ भन्नु त अब त्यसैमा जमिन त हिलो माटोमा त्यही भएर नि हौ आफ्नो सबै उहीँ छ नि त यहाँ त अब सबै गोराहरू मात्रै छ आफ्नो कोही छैन त्यही भएर पनि हो भाषा मिल्दैन हो संस्कृति मिल्दैन दिदी जाँदैछ बोलाउँदैन हो सही हो यता हो यता दिदी जाँदैछ उसँग भाषा मिल्दैन बोलौँ भन्ने के बोलौँ होइन अनि यहाँको चिल्लो चिप्लो गाडी
सफा सुग्घर घरको भन्दाखेरि पनि गाउँघरमा गाउँघरकै खरले छाएको घर हिलोको होइन हिलोको बाटो छरछिमेकीको यादले सताउँछ होइन साह्रै सताउँछ सही हो यतिको माया गर्नुपर्छ आफ्नो देशलाई मातृभूमिलाई सताउने रहेछ सही हो सही हो अस्ति यहाँ मान्छे मारेर गाडी खिचेर यहीँ यहाँ गाह्रो छ अब पर गएर गफ गर्नुपर्छ एकछिन अब हाम्रो यो 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 छ न यो त्यसको नाम त बिर्सिनु भयो होला है होइन केसरी हो के को बेसी छ ए बिर्सिनु भएको रहेन रहेछ केसरी त नि यो त केसरी यो चुत्रो निस यताको अलिकति भिन्दै मात्रै हो है होइन यहाँको दुई तिन खालको छ होइन रातो पनि छ रातो पनि ल घुमेर आइसक्यो हेर्नु त यत्रो मान्छे छ हामीलाई कसले बोलाउँछ र अन्त ऊ त लोड सल्लाह रहेछ घर हो त्यो अहिले पर गएर गफ गरौँ है अब गाइस आज रमाइलो भलाकुसारी गर्दै छनासँग कुरा गरिन्छ त्यहाँ पर पार्कमा गएर चाहिँ एकदम रमाइलो गरौँ भन्ने चाहिँ छ है हाम्रो चाहना अब के भन्नु यसो खासमा भ्लग बनाउन पनि मैले ग्याप गरिसकेको थिएँ अब चाहिँ यसो सम्झनाको लागि पछि अब संसारको कुनै अब ट्याक्कै म केटाले नजिस्काउन मलाई यार बोल्दै गरेको शब्दै हराइदियो हुन चाहिँ ठिकै हो सबैजना मान्छेले आज मलाई पुलुक हेर्दैछ सोचिराखेको होला आम्मा खतरा भ्लगर कहाँको मान्छे आएर यहाँको भ्लग बनाउँदैछ अन्त मेरो क्यामेरामा कैद हुनु गोराहरू खुब रुचाउँदैछ आफै यहाँ सिकौरी हो त्यही त अनि होइन छनासँग यसो सम्झनाको लागि भिडियो कैद गर्नको लागि मात्रै मैले यसो बनाउँदैछु तर अरू मान्छेले चाहिँ साँच्चैको खतरा भ्लगर नै सोचेछ रहेछ बुढीको हेर्छ त्यो पनि ममा पनि केही खास छ है गाइछु भन्ने चाहिँ लाग्दैछ मलाई त्यही हो सानो भतिज केटोलाई नै घुमाउन ल्याइएको छ उसको चिजले रमेशले उसको काकाले पुरा कुदाउँदैछ अगाडि आएको खासमा गाई चाहिँ हेर्नुहोस् सर र पार मान्छे त कति हुन्छन् यहाँ सट्ट हेर्नु यो पार्क पनि रमाइलो छ हौ यहाँ आएर सट्ट घुम्दा यताउति चराचुरुङ्गीको चर्याङ चुरुङ कर्याङ कुरुङ आवाज सुन्दाखेरि पनि मनमा चाहिँ आनन्द महसुस गराउँछ है अनि त्यही हो उमेश अनि त्यहाँ गएर एकान्तमा के हेरेर के सम्झिरहेको थियो रमाइलो छ है पहिला बच्चैदेखि केटाहरू यहाँ खेल्दै हुर्किने केटाहरू कति समय पछि आयो तिमी यहाँ ए हो रमाइलो छ है फर्स्टमा पनि छनासँगै आएको छनाले घुमाउनु ल्याउनु भएको थियो क्या मलाई चराचुरुङ्गी पनि टन्न छ है यहाँ हाँस त्यति बेला त 6वटा थियो क्या यो राजा हाँस अहिले कतिवटा भएको छ अस्ति रमेशसँग आउँदाखेरि यसरी कुले सिटी चिउ पारेर बजाउँदाखेरि पनि गाउँघरमा पुरा मृग खेतीको याद दिलाउँछ आउँछ नि भाइ तर मान्छे होइन चरा पनि कति धेरै फुल पनि गजबले तिमीलाई कुनै फल नदेखुमा दुई भाइ पुरा गाना पुरा गाउँदै हिँड्छ त सबैजना त कता पुगिसक्नुभयो अलिक चाँडो जाउँ होला है अलिक टुइँ हिँड्दै खिचेको भिडियो हल्लियो कि जस्तो लागिरहेछ मलाई कृपया झर्को नमानी हेरिदिने होला भिडियोभित्र अदृश्य चिजहरू पनि क्यामेरामा फेरि कैद भएको हुनसक्छ है रमेश भतिजलाई त घुमाएर निदाएछ त नि ठिक छ केटा निदाओस् गफ हानिरहेछ नि यहाँ छ न फर्स्टमा तपाईँले त मलाई यहाँ घुमाउनु ल्याउनु भएको त है त्यो हासर खासै छैन रहेछ आज त सर टन्नै छ रमेश ल आकाशमा यो कर्याङ कुरुङ गरेर उडेको चाहिँ सबैले देख्नु भएको छ ल यो चिज हो है यही त हो नि
धानी धानी पेयाङ है नारुवा भन्थे ऊ गयो कसो अरे ऊ नारुवा धानी धानी पेयाङ लो छिटो पुयप्ची लिटानुम बोडा चिलिटानुम ऊ नारुवा लय फेरे लेवा नारुवा भन्थे दिसो खाडा नारुवा धानी खाडा नारुवा धानी फेरे लेवा उमोको हेरेछ है ऊ गयो रहेछ नारुवा नाममा हाँसै रहेछ हो नि त रहेछ अनि ऊ भेटेटे नारुवा खै खाडा ओ कोजी आकाश त माडङ त खाडा है ऊ बाखाडा ऊ चाबाट अक्टा नारुवा मोटा है त नारुवा माग रहेछ है हाँसाइ रहेछ हाँसाइरहेछ त ए हो नि हौ तर अनका भाषा चाहिँ ओको त नारुवा नारुवा कर्याङ कुरुङ ए पर्वते लाम काराङ कुरुङ